त्यो बिगेस्ट कोलाबोरेसन आउँदैछ भन्ने सुनेको छ, के हो त्यो चाहिँ? तलान्जुङको एउटा नेपाली आर्टिस्टसँग कोल्याब आउँदैछ। यस यु आर इट राइट। जे होस् मैले चाहिँ पहिल्यै यो अनुमान लगाइसकेको थिएँ कि यिनीहरूको कोल्याब आउँदैछ भनेर। तलान्जुम अनि विवश जेकेको चाहिँ कोल्याब आउँदैछ। जे होस् अनि यो कुरा चाहिँ यो सबैलाई थाहा रहेछ। भिभा दाई अनि यो ओजी टक्सहरू मेम्बरहरू अनि यो अपडेट विथ साजन यिनीहरूले चाहिँ अपडेट दिइरहेको थिए, तर डाइरेक्ट रिभिल चाहिँ गरेनन् कोसित आउँदै कोल्याब तलान्जुमको भनेर। जे होस् हामीले चाहिँ यो क्लिपहरू देखेर थाहा पाउन सकिन्छ कि विवश जेकेसित नै आउँदैछ भनेर। 2026 मा चाहिँ पाकिस्तानी ऱ्यापर तलान्जुमसँग चाहिँ कोलाबोरेसन आउँदैछ नेपाली आर्टिस्टको भने। स्पोन्सर गर्नको लागि नेपाल आएको थिए र नेपालप्रति माया देखाउँदै एउटा पोस्ट पनि राखेको थिए। एज पर द सोर्स हु जस्ट हर्ड कि यो वर्ष एउटा नेपाली आर्टिस्ट इज ड्रपिङ अ म्युजिक भिडियो तलान्जुम। तर आर्टिस्टको नाम चाहिँ अहिले भन्न मिल्दैन। हजुरलाई के लाग्छ को हुन सक्छ? विवश जेकेले चाहिँ जे होस् अपडेट दिइरहेको छ कि उसको नेपालमा सबभन्दा ठुलो कोलाबोरेसन आउँदैछ भनेर। र अर्कोतिर अपडेट विथ साजन र ओजी टक्सहरूले नि अपडेट दिइरहेको छन् कि तलान्जुमको कोल्याब आउँदैछ नेपाली आर्टिस्टसित भनेर। तलान्जुमको नेपालमा सो भएको बेला जे होस् विवश जेके र तलान्जुमको चाहिँ कुराकानी भइरहेको थियो। जे होस् उनीहरूको सम्बन्ध पनि राम्रो देखिरहेको थियो। जे होस् यहाँदेखि थाहा हुन्छ अनि त्यो लिक अपडेटहरूदेखि थाहा हुन्छ कि जे होस् उनीहरूको नै कोल्याब आउँदैछ भने जे होस् हामीले अनुमान लाउन सक्छौँ। विवश जेकेको अपडेट र भिभाहरू अपडेट विथ सजनहरूको अपडेटबाट थाहा हुन्छ कि जे होस् उनीहरूको नै कोल्याब आउँदैछ भनेर। विवश जेकेको बिगेस्ट कोल्याब इन नेपाल र तलान्जुमको नेपाली आर्टिस्टसित कोल्याब। तलान्जुमको कोल्याब नेपाली आर्टिस्टसित आउँछ भने जे होस् विवश जेकेसित नै आउँछ जस्तो मलाई लाग्छ। तपाईँलाई के लाग्छ भन्नु होला।